वेलकम टु माई न्यू भिडियो साथीहरू है। अहिले चाहिँ हामी ट्र्याक्कै भियतनाम एयरपोर्टमा झरेर जस्ट बाहिर आइरहेका छौँ अहिले हामी। अब हाम्रो उहाँ एउटा काका हुनुहुन्छ ड्राइभर, उहाँ ड्राइभर चाहिँ हामीलाई लिन आउनु भएको छ। टट्टोसरी लगेज गुडाउँदै हाम्रो ग्रुप पहाडी छ, एउटा साँडे चाहिँ अगाडि छ, साँडे कुरा छोड्छौँ। अब गाडीमा जान्छौँ, गाडीमा ड्राइभर भनेछ हामी तिमीलाई 15 मिनटमा होटेल पुऱ्याइदिन्छ। अनि हामी गएर होटेलमा गएर सुत्ने हो। रातभरि सुत्दाखेरि थाकेको छ साथीहरू। अब कुन गाडी चढ्दै हेर्छौँ साथीहरू है त। अब उहाँ चाहिँ हाम्रो ड्राइभर हो साथीहरू। अब कुन गाडीमा लान्छ उहाँले हामीलाई है त। अड्ला अड्नु त पाँचजना। यो चाहिँ हाम्रो गाडी साथीले यसमा जान्छौँ हामी ल। Oh my god, पानी पनि दिँदो रहेछ क्या हो। हाम्रो लगेज चाहिँ राख्ने प्रोग्राम भइरहेको छ साथीहरू। हामी ओन्ली 5 पिपल इन दिस ग्याङ। हाम्रो सर हुनुहुन्छ, हाम्रो काका, हाम्रो काकु, हाम्रो दाइ। हाँस्नु दाजु एकपल्ट यस्तो डराउनु भएको भयो। प्लेनबाट झरिसक्यो हामी। प्लेनबाट झरिसक्यो डराउनु पर्दैन। अब हामी एयरपोर्टबाट होटेलतर्फ जान्छौँ साथीहरू है। नजारा देखाउँदैछ तपाईँहरूको। हामी पानी पनि खान्छौँ साथीहरू। मलेसियाको एयरपोर्टमा यस्तो बिजोग भएको पानी खान नपाएर त डलर नचल्ने हामीसँग डलर मात्रै थियो होइन। धनी मान्छे डलर मात्रै बोकेर हिँड्यौँ। यति गाह्रो डलर बिना डलर पानी नदिने। अनि पानी खाने ठाउँ त साला न बोतल छ न केही छ हातमा है। न हातले खाने लाजै मर्दा फेरि साला एउटा फेरि त्यो पानीको भाँडा एउटा कुरेर बसिहाल्दो रहेछ। त्यो नकुर्यो भने हातले थापेर पनि खाएर हिँडिन्थ्यो नि होइन। यस्तो बिजोग बनायो धन्न। एउटा इन्डियनले हामीलाई दियो नि त पानी खानु हो नि त। बोतल सेयर गर्छ भने सेयर गर्छु भनेर अनि त्यही बोतल खाएको हामीलाई। कस्तो गाह्रो भएको आमा। प्याक त हामीले जति जल्दी डलर भने तेरो खाऊँ भने डलर लिन्न रहेछ फेरि। यस्तो गाडीहरू हुन्छ। हामी नेपालीले डलर लिन्छ, तिनीहरू लिन्छ यार। तपाईँलाई कस्तो कस्तो लाग्यो पहिलो अनुभव यसो सेयर गरिदिनु न। प्लेनमा मजा आइरहेको थियो। प्लेनमा कस्तो अनुभव भयो ठुल्ठुलो प्लेन चढ्दाखेरि एकैचोटि? प्लेनमा पनि रमाइलो भयो। सुरुमा चाहिँ उनी बेला पनि डर लागेको थियो। हजुर हजुर। त्यसपछि डर हटायो। रमाइलो इन्जोइङ भयो। इन्जोय मजा भयो। अझै यस्तो इन्जोयहरू हामी धेरै गर्नु छैन त हाम्रो जिन्दगीमा। गर्न सकिन्छ, टाइम छ। 4-5 दिन टाइम छ, धेरै त छैन। जिन्दगीको टाइम धेरै छ। हामीसँग भियतनाममा जम्मा 5-7 दिन मात्रै टाइम छ साथीहरू। यति टाइममा कति इन्जोय गर्छौँ, कति घुम्छौँ, कति के गर्छौँ तपाईँहरूलाई सेयर गर्छु। तपाईँहरूले सब्सक्राइब चाहिँ गरिदिनु च्यानललाई। त्यही हो, सपोर्ट गर्नु। यस्तो खतरा खतरा भिडियो बनाइदिन्छु। माया तपाईँहरू आफै दङ गर्छु यस्तो खतरा नि भिडियो हुँदो रहेछ भनेर। जस्तो हामीहरू चाहिँ साथीहरू यहाँ यस्तो यो केबाट के अन्डरग्राउन्डबाट जाँदैछौँ पारिपट्टि है। अन्डरग्राउन्डको दृश्य नि हेर न कस्तो हुन्छ। नेपालमा पनि यस्तो भविष्यमा चाहिँ धेरै अन्डरग्राउन्ड बन्छ जस्तो लाग्छ। पाहाडले भरिएको देश हो। अब हामीले यहाँबाट के सिक्नुपर्छ? अब हामीले सिकेर त केही हुनु भएको छैन। अब सिक्ने मादकहरूले सिक्दैन साथीहरू। अब तिनीहरू पनि सिक्न जरुरी छ कि। त्यो नभए हामी यहाँ एकदम सभ्य र भव्य नागरिकको प्रतिनिधित्व लिएर आइरहेको छौँ विदेशमा हामी। अनि किन मस्किनु भएको दादा? उज्यालो साथी कस्तो दामी आउँछ हेर्नु। उज्यालो हो। गुफाबाट हामी निक्लियौँ बाहिर। कस्तो दामी चाहिँ समुद्र नै हो साथीहरू। यो विदेशमा खोला हुँदैन कि, समुद्रको एउटा पार्ट हो।
क्या बे भन्छ नि यही हो यिनीहरूले क्या बे भन्छ नि त्यही हो अरे साथीहरू यो हाम्रो सरले भन्नुभएको यस्तो दामी सिटी देख्यो यस्तो दामी सिटी साथी तपाईँहरू साथीहरू सिटी यस्तो दामी सलक्क मिलेको दिल गार्डन गार्डन हो गया भनेको छ कस्तो राम्रो सिटीहरू छ हजुर हामी चाहिँ होटलमा ट्याक्क आइपुग्यो त लामो होटलमा है अनि अब हाम्रो लगेज यहाँ झारिदिनु भएको छ काकाले अब यो लगेज चाहिँ बोकेर अब हामी जाने हो होटलमा होटलको इन्ट्री यस्तो दामी साथीहरू ट्याक्कै बिचमा पुल रहेछ हामीलाई यहाँ भाइ लिन आएको छ यहाँ होटलमा रुमसम्म पुऱ्याउनलाई लगेज पनि उनीहरूले बोकिदिन्छ हामी यहाँ खतरा गेस हो त्यही भएर हामीलाई खासै केही चाहिँदैन रिसेप्सन भयो यो के भन्यो दाइ रुम देखाइदिन्छु भनेर साथीहरू त्यही भन्यो होला है बुझेन होटलको सोफा पनि खतरा साथीहरू है तर पुरै हरियाली रहेछ घाँसले भरिएको होटल झुमरी झुमरी पनि बवाल बा जुस जुस खुवाउँछ क्या हामीलाई चाहिँ हामीलाई वेलकम जुस खुवाउनु खोजेको केटाले हामी ट्र्याकको वेलकम जुस खाएर भित्र गएर रेस्ट गर्छौँ साथीहरू पिसाब लाग्यो भने पिसाब त मन लाग्यो बहुत गर्मी साथीहरू यहाँ पनि यार नेपालको भन्दा त गर्मी नै हो है सिटीमा ट्र्याकको सिटी वाकिङ चाहिँ मजा आउँदो रहेछ ठाउँ मिलेर ठाउँमा त राख्छ नि होटल दाइ नमिलेर ठाउँमा राख्ने हो र यार के त सोह्र सोह्र राम्रो छ सोह्र पनि भाइले हामीलाई वेलकम ड्रिङ्क दिनु लागेको छ यो नाम चेन्ज गर्ने यार त्यसको नाम ल अलिक गरम नि भाइ पोख्नु यार थ्याङ्क यू ब्रदर थ्याङ्क यू यस्तो दामी काठको भाँडामा चाहिँ हामीलाई वेलकम ड्रिङ्क दिएको छ भाइले है हाम्रो काका मखबर बसमा त्यतिकै मोबाइल चलाउँदै अब हामी वेलकम ड्रिङ्क हामी ड्रिङ्क हान्छौँ साथीहरूलाई हेर्नु कस्तो दामी हेर्नु साथीहरू कस्तो छ दामी छ वेलकम ड्रिङ्क के को जुस हो यो दाइ खान त खाएको हो यो स्वाद त नचिनेकै स्वाद हो पपैया हो क्या एउटा फ्रुट्स पाउँथ्यो क्या त्याट एउटा ए सुन यो जुस हो यो यो लहरे मियाको के लहरे आँप ओ अम्बा गावाको हो काकाले पनि ढिलो बोल्यो चाँच त सुक्क बोल्यो मिलाएको अम्बाको हो अम्बाको काकाले खतरा दियो अहिले दामी दामी छ मिठो अम्बासँग पानी होला नि त तिनी आएर नि त कस्तो किन्छ अम्बा म त दिन्थ्यो दादा यो भाइले चाहिँ हाम्रो लगेज ल्याउने भनेको छ हामी कति थर्ड फ्लोर कुन फ्लोर रे भाइ ए फोर्थ फ्लोर सेकेन्ड फ्लोरमा त डिनर बनाएको क्या होइन ब्रेकफास्ट बनाएको क्या सेकेन्डमा सबै भिजिट गर्ने हामी चाहिँ सबै रुमदेखि नै भिजिट गर्नु हामी आइरहनु पर्ने भाइले झोला बग्यो न हामी सुधारलाई झोला नामलाई तपाईँलाई झोला बग्यो वाइफाई फ्री छ देखि झिल्झिल हान्नु बाहिर गएपछि मिलाउनु नि फेरि साथीहरू हामी ट्र्याक्क छिर्यौँ है हामी चाहिँ छिर्यौँ लिफ्टमा कोही फोर्थ फ्लोर हुने होइन दाइ हामी जाँदा भने फोर्थ फ्लोर हुने हेर्दै हाम्रो रुम फोर्थ फ्लोर भने साथीहरू किमा के भने किमा 304 के लेखेको 304 301 लेखेको 304 भने थर्ड फ्लोर भइहाल्यो नि 3 हान्नु भयो 3
थर्ड फ्लोर तीन भनेको या तीन तीनबाट सुरु भएपछि 3 सिरियल हो त्यसको तल त हुँदैन सेकेन्ड फ्लोर होला ब्रेकफास्ट सेकेन्ड फ्लोर रहेछ के लेखे म्यादर ओ दिस इज फ्लोर यही फ्लोरमा हाम्रो ल 301 कहाँ हो खै हजुर 303 भने खालको खै के काका 300 कति हो यो 301 र 304 जस्तो लाग्यो 301 कहाँ खै 301 यहाँ छ हो 304 यहाँ आएर चाहिँ फोदा यार फोमा चाहिँ 3जना अट्छ ल फो पनि 3जना बसेन गरिहाल्यो नि बन्द यहाँ गर्नु ट्याप यहाँ बाहिर ट्याप भयो भने ल साथीहरू हामीले तपाईँहरूलाई रुम देखाउँछौँ ल सुरुमा चर्पीबाट सुरु गर्नु साथीहरू चर्पी ल्याएर गम्छ ओछ्याएको चर्पी चाहिँ साथीहरू ल यहाँ बेसन भयो यहाँ हामी नुहाउने ओइ माग कसरी नुहाउने हो यस्तो उज्यालोमा त भित्र सब मान्छेले देख्छ यार म नुहाउनु लाग्दा तिम्रो सब निधाउनु पर्छ केटा त्यो निधाउनु पर्छ त बवाल हुन्छ यहाँ यस्तो यस्तो खाली रहेछ त्यस्तो रहेछ साथीहरूलाई बाथरुम हेर्नु त अर्को जान्छ साथीहरू ल यहाँबाट यस्तो भ्यू चाहिँ दामी छ यहाँ ऐना पनि राखिदिएको रहेछ हामीलाई यस्तो दामी रहेछ रुमहरू है तर माग यस्तो पर्दा रहेछ पर्दा हालिन्छ ल पर्दा हाल्ने ठाउँ चाहिँ छ यहाँ यो नुहाउँदा हग्दा मुद्दा सब देखिन्छ साथीहरू यस्तोमा कसरी बस्छ हामी यार रात लाग्छ तपाईँलाई अर्को रुम देखाउँ साथीहरू तपाईँलाई है पर्दा छ त्यहाँ तर अलिक टाढा हो क्या हाम्रो रुम यहाँ त ओके ब्रो यो रुम पनि चर्पी रहेछ दाइ मुद्दा लगाइहाल्यो हेर तपाईँ यहाँ पनि राम्रो छ यहाँ पनि राम्रो छ रुम सिङ्गल बेडरुम रहेछ यहाँ चाहिँ साथीहरू बेड सिङ्गल भने मान्छेको यहीँ बस्ने हुन्छ ल ठिक एकदम भइहाल्छ जो जहाँ बस्छ नि गोठाको बसिहाल्छ त्यहाँ भ्यू चाहिँ दुइटा सेम देखिँदैछ साथीहरू भ्यू चाहिँ हल्का जङ्गलको अनुभव पनि गराएको यहाँ घाँस पात रोपेर साथीहरू यो चाहिँ 3जनाको बेड साथीहरू यो रुममा चाहिँ हामी बस्छौँ हामी काका म अनि यहाँ काकु हामी 3जना यो रुममा बस्छ साथीहरू है अब यो भिडियो लामो भयो म अर्को भिडियो फेरि हाल्छु यो च्यानललाई सब्सक्राइब गर्नु अर्को भिडियो फेरि हाल्छु सिनसिनमा भिडियो हाल्छु म एकदम छोटो भिडियो दामी भिडियो हाल्छु ल अहिलेको लागि बाई भन्छु म जसरी पनि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नु नबिर्स्नु होला है त